दामी ल आज होइन उम्, म अहिले यो उ गर्नुभन्दा अगाडि के गर्नुभन्दा अगाडि हो? यही घर आइपुग्नुभन्दा ए अगाडि अँ घर आइपुगेँ कफी सफी बनाएँ उम्, अनि गफै गरिदिउँ न त भनेर अनि त्यो के गर्नु छ केही गर्नु त्यो छैन छैन। होइन बस्ने अनि म जोस डाउनटाउनमा थिएँ अहिले म अँ, डाउनटाउन हुँदै आएको डाउनटाउन भने फेरि यता टोरन्टो होइन यहाँ हामी उसको मिल्टनको मिल्टनको। हामी जहाँ बस्छौँ त्यो अँ, त्यता हुँदै आएको अनि भर्खर स्कुल बिदा जस्तो भएको रहेछ म अँ, क्याफेमा थिएँ ए हो क्या अँ, क्याफेमा थिएँ अनि दुईजना हेर्दा धेरै छैनन् है फेरि 14-15 वर्ष जस्तोको उम्, बच्चाहरू आयो म कफी सक्न लागेको थिएँ खाएर निस्किन मात्रै लागेको थिएँ अँ, सकेर निस्किन मात्रै लागेको थिएँ दुइटा आयो गफ गर्दै थिएँ गफ गर्दा गर्दै मैले सुनेँ तिनीहरू दुईजना डेटमा आएको रहेछन् कि अँ, मलाई साँच्चै भन्नुपर्दा अहिलेसम्म पनि अहँ, यो डेट एक्ज्याक्टली के हो भन्ने मैले अझै पनि थाहा पाएको छैन अँ, अब यो टिकटकतिर गयो उम्, भन्छन् युट्युबतिर गयो जहाँ पनि गयो एउटा डेट भनेको चाहिँ दुईजना जाने घुम्ने खाने बस्ने त्यो जस्तो मलाई लाग्छ होइन एक छेउ फेरि अर्को अर्को चाहिँ म के आफै क्वेसन गर्छु भन्दा यो डेट भनेको रिलेसनसिप अगाडि गर्छन् कि पछाडि गर्छन् भन्ने मलाई थाहा छैन क्या होइन त्यो खासमा रिलेसनसिप अगाडि भनेको त त्यो डेट अब त्यो बुझ्नलाई जस्तो भयो होइन? लेट्स लेट्स पिक अ डेट लाइक लेट्स आई वान्ट टु मेक आई वान्ट टु आई टेक वान्ट यु टु टु मे अ आई वान्ट टु टेक यु टु अ डेट भनेर भन्छन् होइन? अँ त्यो चाहिँ मान्छे बुझ्न जस्तो भयो। अब रिलेसनसिप पछाडि नै भनेको डेट चाहिँ त्यो अब प्रपर हुन्छ नि त्यो घुम्ने, जाने, खाने त्यो भन्न चाहिँ दुइटैलाई डेटै भन्छ भन्छन् होला भन्ने होला मेरो तपाईँ पर्सपेक्टिभ है, मेरो तपाईँको पर्सपेक्टिभ। अँ तर त्यो एक्ज्याक्टली अब त्यो आफूले अब न त्यो राम्रोसँग गरेको छ, त्यो भोगेको भए थाहा हुन्थ्यो होइन? अहिलेसम्म डेट गएको छैनस् डेट भनेको त्यो मैले भने त हजुरलाई अब त्यो थाहा नै छैन त्यो डेटको एक्ज्याक्ट मिनिङ मलाई थाहा छैन होइन? अब त्यो भेटघाट भनौँ एक किसिमको भेटघाट चाहिँ अँ भएको छ तर अँ त्यो डेटै के हो भन्ने चाहिँ थाहा छैन मलाई। तर त्यही हो। त्यही त मेरो कन्फ्युजन उम्, त्यही हो रिलेसनसिप अगाडि भेट्नुलाई डेट भन्छ होइन उम्, कि रिलेसनसिप पछिकोलाई डेट भन्छ होइन उम्, रिलेसनसिप पछि त्यो डेट कसरी भयो होइन उम्, रिलेसनसिप अगाडिको जुन बुझ्नको लागि हुन्छ अब त्यो डेट सायद मलाई चाहिँ लाग्छ रिलेसनसिप अगाडि चाहिँ डेट भयो रिलेसनसिप पछाडि त कसरी डेट हुन्छ कि त त्यही होला है अब मलाई थाहा छैन अहिलेसम्म डेट गएको छ छैनस् छैन, छैन। त्यो मैले भने त हजुरलाई अघि त्यो अब भेटघाट उम्, भनेर चाहिँ छ होइन? उम्, तर त्यो भेटघाट एज इन त्यो पुरै घुम्ने, खाने यताउति होइन नर्मल भेटघाट मात्रै। त्यति भेटघाट चाहिँ छ होइन? अँ, तर त्यो प्रपर डेट चाहिँ छैन। हजुरको के छ? उम्, हजुरको सुने त्यो मेरो त छैन होइन त्यस्तो त्यो एक्सपिरियन्स। तेरो प्रपर डेट भन्ने पर्सपेक्टिभ चाहिँ के हो त तैँले के बुझाएछस् प्रपर डेट भनेको प्रपर डेट भनेको चाहिँ खासमा मलाई चाहिँ के लाग्छ भने होइन त्यो उम्, अब हुन्छ नि त्यो एउटा प्लान त त्यो भइहाल्यो होइन रिलेसनसिपमा भइसकेपछि ल जाऊँ भनेर एउटा ठाउँमा लग्यो होइन आफ्नो चट्ट गर्लफ्रेन्डलाई लग्यो अनि त्यसपछि घुमायो ओऱ्यो खायो ओऱ्यो होइन अनि त्यसपछि अब खाएपछि अब के गर्ने हो अब त्यो आफ्नो आफ्नो सबैको आफ्नो आफ्नो है त्यो अँ, अनि त्यो भयो अनि त्यो भनेको त्यो खाएपछिको त्यो 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 भनेको त त्यो छुट्टै भइहाल्यो होइन तर के त्यो भनेको त्यो त्यो बुझिहालिछ नि हजुरले बुझिछ न हो त्यो अँ अनि त्योभन्दा अगाडि मैले जे भने नि खायो रमाइलो गर्यो अनि त्यसपछि घुमायो घुम्यो होइन धेरै घुमाइस अब त्यो त्यो भनेको उम्, एउटा डेट हो त्यति नै हो जस्तो लाग्छ है हो मलाई त्यो एकअर्का घुम्नु बुझ्नु नै डेट हो जस्तो लाग्छ मलाई चाहिँ भनेपछि मेरो रिलेसनसिप हिसाबमा पछिकोलाई चाहिँ डेट भन्छ भन्ने नि त के थाहा त नि त्यो हो अब त्यो त्यो भनेको अनि के भन्छ त भनेपछि त्यसलाई त त्यो डेटै भन्छ त्यसलाई नि अफिसियल डेटमा गएको छस् छैनस् छैन मेरो भेटघाट भनेपछि त जस्ट भेटघाटमै पऱ्यो त्यो भेटघाट मेरो उही भेटघाटमै होइन समाप्त भयो त्यो त चिनजान भन्ने अँ, मात्रैमा पुगिसक्छ होइन उहुँ, ए जाउँ न भेट दिउँ होइन अहँ, त्यही नै हो हो त्यही हो होइन तर यस्तो हो चिनजान होइन त्यो त रिलेसनसिपमा भइसकेपछिको भेटघाट हो नि त त्यो थाहा छैन मलाई होइन भन्न खोजेको ल म रिलेसनसिपमा भइसकेँ होइन अँ, उसँग जो थिइनु नि उसँग भइसकेँ म होइन अँ, अनि त्यो रिलेसनसिपमा भइसकेपछिको डेट होइन तर भेटघाट चाहिँ थियो डेट चाहिँ थिएन क्या त रिलेसनसिपमा थिइस् थिएँ त भेट्न गइस् गएँ त्यो डेट होइन
भेटघाट। कन्फ्युजन। कन्फ्युजन बाबुवा कन्फ्युजन। मेरो मेरो पनि त्यस्तै, अब यसलाई डेट भन्छ कि भेट भन्छ कि के भन्छ उम्, थाहा छैन। तर सुरु दिनै मैले म हतारमा थिएँ कि केमा थिएँ कुनी पर्सै लान बिर्सेको। तैँले ला सुनेको छैन? छैन 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 अहिलेसम्म छैन सुने होइन। अघिल्लो दिन त्यतिखेर नर्सिङको लागि प्रिपेयर गर्दै थियो। अँ, अनि नेम क्या, अँ, नेम भनेको यता यो सिंहदरबारको अनामनगर जाने बाटो छ नि, सिंहदरबारको त्यो ठ्याक्कै छेउबाट अनामनगरतिर जाने बाटो हो। अँ, त्यो जे होस् त्यतैतिर नेम र भाइब्रेन्ट हुन्छन् क्या अरे दुइटा, उम्, एकदम नाम चलेका। त्यो छ नेम पढ्थ्यो जस्तो लाग्छ है मलाई। उम्, नेममा पढ्थ्यो। अनि अघिल्लो दिन भनेको थियो बिहान कति 8 साढे 8 बजेतिर कि 10:30तिर कतिखेर बिदा भइसक्छ आउनु भनेको थियो है। बिहानै। बिहानै है। ए बिहानको मर्निङ डेट है। भाइ 12 सकेर अँ, 9:30 10:30 सम्म त घुरेर बस्ने मान्छे होइन, अँ, हेभी सुत्ने मान्छे अँ, बिहानै उठ्यो, नुहाइ धुवाइ केटीको लागि भनेपछि होइन, है। चिठी च्याट्ट गर, अँ, नुहाइ धुवाइ गरेर अनि उठेँ। बाबु भात खाएर जा, पाकिसक्यो? ए म भ्याउँदिनँ अहिले है। मलाई अझै पनि त्यो क्लियर छ त्यो मेमोरी माइन्डमा। पाकिसक्यो एकैछिनमा खाएर निस्किहाल्न त, भात खाँदा खाँदै ढिलो भइसक्यो है, टाइम यता कटिसक्यो। फेरि कटिसक्यो। ठ्याक्क काठमाडौँमा कस्तो थियो मेरो भन्दाखेरि काहीँ पुग्नको लागि अगाडि नै टाइम क्यालकुलेट गर्ने, ठ्याक्क म यहाँबाट यतिखेर निस्क्यो भने त्यहाँ यतिखेर पुग्छु। कति त्यो कसरी स्योरमा हुन्थ्यो भन्दाखेरि मलाई मेन बाटो त क्यालकुलेट गर्ने भइहाल्यो, अल्टरनेट बाटो पनि हुन्छ नि, जाम भयो भने कुन गल्ली हाल्ने अँ, त्यो पनि क्यालकुलेट गरेर निस्केको, ल ठ्याक्क यतिखेर पुग्छु भनेको। त्यहाँ पुगेँ म, उम्, 15 मिनट ढिलो पुगेको थिएँ, त्यही पनि छोडेको रहेछ है उम्, उसले, त्यो अब पढाउने ठाउँले। उम्। ए पढाउने ठाउँले? अँ, ए म त कसले? हजुरको उनीले जस्तो लागेको ए थियो। होइन होइन, अनि के उनी एक्स भन् न। एक्स अनि ल। अनि निस् अनि गएँ, पर्खिएँ, आयो, बस्यो होइन। कहाँ जाने भन्ने भयो, भृगुटी मण्डप जाने है। सबको थिएँ म भृगुटी मण्डप भन्छस् भने झन्डै 12-13 वर्षपछि गएको थियो होला। ए त्यो अँ, त्यो त्यहाँ त्यो सिधै बच्चैमा गइसकेको थियो हजुर धेरै त्यहाँ। बच्चामा अनि गएको त्यसपछि थिएँ म। सिधै त्यहाँ डेट। त्यो डेट गएको है, अँ, आफूलाई थाहा छैन होइन डेट। गएँ, स्कुटी पार्क सार्क गरेँ, उम्, भित्र त्यो काट्ने टिकट काट्ने ठाउँमा स्टुडेन्टलाई कम लाग्दो रहेछ ओ ओ होइन ओ होइन। ओ ओ मलाई अझै पनि याद छ, अँ, स्टुडेन्टलाई कम लाग्दो रहेछ। मसँग ट्रिनिटीको कार्ड थियो, अँ, ट्रिनिटी पढेँ म, उम्, कार्ड थियो। अनि झिक्छु भनेर पर्स। पहिले चाहिँ पर्समा पछाडि राख्थेँ, पछि अँ, पछि चाहिँ यता अँ, लेफ्टतिर राख्न थालेँ। अनि हात हाल्छु त छैन पर्स, भएको लाइसेन्स त्यसैमा छ, ब्लु बुक त्यसैमा छ, अँ, सबै त्यसैमा छ, छैन है, छैन। पर्सै छैन, बिर्सेछु। कसरी बिर्सेँ, हतारमा निस्केको थिएँ। उम्, हतारमा निस्किँदा स्कुटी खोल्यो भने निस्किहालेँ, यादै भएन, उहाँ पुगुन्जेलसम्म याद भएन। फर्स्ट डेट उम्, है, आफूलाई थाहा छैन के हुन्छ कस्तो हुन्छ थाहा छैन, अँ, कोट प्यान्टै त लाएर गइसकेको थिएन नि एक होइन? कुरा त थिएन, मलाई कोट प्यान्ट मन पर्दैन। ए अँ, अनि गएँ, उहाँ पुग्छु, छैन, उम्, अब बेइज्जत, उम्, डेट लिएर गएको छ, केटीलाई पैसा पैसा छैन। केटीलाई पैसा तिराउन अँ, लाग्यो बाफ्रो, त्यो दाँतबाट पसिना आउने भन्छ नि अँ, त्यो भइसक्यो होइन। अँ, टक्क बेइज्जतै भयो भने। तर यस्तो थियो, स्कुलैदेखि चिनेको थिएँ। उम्, हुन्छ नि त, त्यही पनि जति स्कुलबाट चिनेको नि त त्यो त्यो अलिकति लाज त होइन। हुन्छ नि त हौ। त्यही पनि भित्र गएँ, अँ, त्यो भृगुटी मण्डप पहिले जाँदाखेरि त केही न केही अलि लाइभली लागेको थियो होइन। अँ, त्यो त्यो दिन जाँदा त बिरान न बिरान, उम्, मान्छे पनि देख्दिनँ होइन। उम्, त्यो अब्यान्डन पार्क जस्तो हुन्छ नि, हो उम्, त्यस्तो क्या। त्यो खेल्ने केही छैन, कोही छैन, कहाँ उसलाई फेरि थाहा रहेछ कहाँबाट तरेर पुल यसरी झरेर उता गएर ए गार्डनमा गएर हामी बस्यौँ बा है। लभ गार्डन हो कि क्या हो? होइन होइन, खै अँ, के गार्डन थियो कुनि, त्यो स्टिलको बेन्ची हुँदैन यत्रो लामो, अँ, अँ, हो अँ, त्यसमा ऊ यहाँ म यहाँ क्या, त्यसरी डेट गएको अँ, अरे कि। अँ, अँ, अनि गयौँ, बस्यौँ, के कुरा गर्ने उम्, आउँदैन। अँ,
आउँदैन अर्को आएन। ला टेक्स्टमा आऊ भन्यो डटङ टङ 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 होइन फाडी नि टेक्स्टमा त आगो आगो मै होइन हुँ जस्तो नि त्यही त्यहाँ त आउँदैन बोल्नै आएन। आउँदैन अँ, अनि त्यही पनि बोल्यो गरियो अनि अब जाउँ यहाँबाट जाउँ भन्ने कुरा भयो त्यो केही गरिएन है भिरगुडी मण्डप गएर खेल्ने ओर्ने यताउता केही पनि भयो यहाँबाट जाउँ भन्ने भयो ए केही गरी छैन भ्रिकुटी केही मण्डपमा? अह अँ, गयो त्यो भ्रिकुटी मण्डपको मुख हेरेर फर्क्यो? मुख हेरेर अगाडि एउटा फाउन्टेन कि के थियो त्यही फाउन्टेन छ्यारार के पैसा नभएर कि खासमा खेल्न नगएको कि के आउँदै रिजन चाहिँ? नआएर आउँदै आएन के गर्ने थाहा नै के भएन भित्र क्या खेल्ने कुरा थाहा नभएको कि होइन होइन छिर्न नआएको त्यहाँ? पस्न होइन नआएको? कस्तो छिर्न नआउने भयो के गर्ने के थाहा नै भएन क्या खेल्ने नै गर त्यहाँ। खेल्ने खेल्नै बनाएको त नि त्यो। अनि अँ, अब जाउँ भन्ने भन्यो अँ, अब म फेरि हस् हस्, हस्म्यान होइन यस म्यान जस्तो हस्म्यान जे भन्यो नि हस् हस्। त्यहाँबाट निस्क्यौँ हामी दुवैजना स्कुटीमा निस्क्यौँ अनि त्यसपछि अगाडि भन्छ ठ्याक्कै स्कुटी निकालेको एउटा आई होइन यत्रो कपी लिएर आउँछे फलानोले 1000 रुपियाँ दियो ढिस्कानोले 2000 अर्को ढिस्कानोले 5000 दियो होइन हामीले पैसा सहयोग गर के इन्डियामा स्कुल बनाउनु छ के बनाउनु छ भनेर भन्छ एक त पर्स छैन त्यसलाई पैसा कहाँबाट दियो होइन अनि पछाडि चाहिँ लग भन्छ यसो गरेर स्कुटी नै छेक्छन् स्कुटी नै बच्चाहरू होला होइन? त्यो हेर्दाखेरि 16 17 18 वर्ष जस्ताकाले के बाटै छेक्छन् होइन अनि त्यसपछि यसो दाँत हेरे त्यो खैनी खाँदा गरेर त्यो बिग्रेको दाँत हुँदैन होइन कालो चुरोट खैनी के खाएको त्यो खालको दाँत छ पैसा दे स्कुल बनाउँछु भन्छन् यिनीहरूले पैसा स्योर खाएर सक्छन् भन्ने त्यो थाहा भएर मैले त स्कुटी हुन्छ नि फेरि मेरो स्कुटीको ब्याट्री हल्का लोदर जस्तो थियो त्यो पिप गर्दाखेरि फेरि पिप गर्ने होइन त्यस्तो गर्दै बढ्दै जान्थ्यो बिस्तारै सानोबाट त्यो हुन्थ्यो त्यो बच्चाहरू नै आत्ते होला के रहेछ होइन त्यो बनाउनु त एउटा बेइज्जत पनि होइन क्या के भयो त्यो केटीलाई पैसा छैन भित्र लग्नलाई स्कुटर त्यस्तो छ दाँतोबाट पसिनै आयो होला बिचरा त्यहाँबाट निस्क्यौँ गयौँ है आफूले ज्याकेट खोलेको थिएँ ज्याकेट लाएर गएको थिएँ कि थिइनँ कि ज्याकेट खोलेको थिएँ जे होस् गर्मी भयो भनेर त्यो 12को एक्जाम सकिने भनिसकेपछि वैशाख जेठै जस्तो थियो त्योतिर थियो गर्मी व्यापक होइन त्यो दिन फेरि ज्याकेट फुकालेर ब्यागमा राखेँ कि पछाडि दिएँ कि के गरेँ अब त्यो कुदाउँदा लाउने कुरो भएन या केही हुँदैन भनेर त्यो दिन नलगाएको एकै दिनमा एकैछिनमा मेरो हात यस्तो डढ्यो भन्छस् त्यो 18-19 वर्षको अन्तरालमा कहिले त्यस्तो डढेको थिएन होला कि त्यो टी सर्ट सारेर त कालो अनि सेतो के पुरै त्यस्तो अनि त्यही पनि यार आज त सेक्रिफाइसै भयो होइन आफूलाई फेरि त्यो के भन्छन् व्हाइट स्किन टोन साह्रै मनपर्ने क्या आफै कालो भयो भन्ने गयो उसको चाहिँ घर जान यतापट्टिबाट गौशाला पुग्थ्यो यतापट्टिबाट नयाँ मान्छेहरू जाने बाटो पर्छ त्यो जियोस् पुरानो बानेश्वरको मोती देवी जाने ओह्रालोमा छ होइन त्यहाँ यता हाल्न खोज्छु ऊ यता ढल्किन्छ किन भनेको खाना जाउँ रे डबल है उसलाई चाहिँ थाहा थिएन अहिलेसम्म पैसा छैन भनेर टिकट काट्न जाँदै मसँग पैसा थिएन क्या पर्सै थिएन होइन अब बाहिरैबाट घुमेर आयो भनेर भन्छ नि त होइन भ्रिकुटी मण्डप भित्रै पसेको त्यो काटेरै पस्यो भित्र गएर चाहिँ बेन्चीमा बसेर आएको अनि यतापट्टि घुमाए गयो कहाँ भनेको भन्छस् भने त्यो एपेक्स कलेजबाट अलिकति माथि एउटा A1 क्याफे भन्नाले रेस्टुरेन्ट रेस्टुरेन्ट कि खै के थियो एपेक्स कलेजबाट अलिकति माथि छ त्यो पिपल बोटबाट अलिकति माथि कि अनि गयो त्यही त हो नि त्यसपछि त अनि उसले मगायो हामीले नि खाइयो अनि त्यसपछि गएँ त्यसपछि त गएँ घर छोडिदिएँ होइन